रिल्दो खाने टिमहरू यतातिर छन्। ल हेर न त्यहाँ हाँसेको रिल्दो खाने मान्छेहरू यता हिँड्दैछन् भनेको नि। हामी जाँदैछौँ अहिले भरे 5 मिनट भन्दा छोटो युट्युबमा हाल्नु नमिल्दा त्यही भएर मैले 5 मिनट पुरा गर्न चाहन्छु। सबैजना यता आन्टीहरू हिँड्दै हुनुहुन्छ। मोटो चाहिँ मान्छेको तर अब कुखुरा हाल्दै भने के भन्दा होइन भगवान्ले हाल्दै भने के गर्छ। बाटो टाढा छ यतैकोमा यहाँलाई भेट्न गाह्रो छ। रुगामार्गी लगाएर खोइ गाह्रो भइरहेछ मलाई चाहिँ। अनि त हाम्रो हजुरआमा आन्टीहरू चाहिँ यसो हिँड्दै हुनुहुन्छ। हामी यस्तो बाटो छ हाम्रो अप्ठ्यारो। बिचरा भाइलाई के भएछ? छेरेर हेट यस्तो छेर्ने कुरा चाहिँ नगर्नु न छ्या। हेट साह्रै अप्ठ्यारो छ है बाटो। ए बोक्ने मान्छे चाहियो हजुरहरूलाई। बाटो अप्ठ्यारो छ गाइस। यस्तो बाटो कस्तो दुःखले हिँड्दैछौँ। हाम्रो यहाँ हाम्रो आन्टीको के दलेछन् पछाडि। ल हामी चाहिँ बल्ल रोडमा आइपुग्यो। मेरो भिडियो 2 मिनट भइसकेछ गाइस। अब 5 मिनट चाहिँ बनाउनु पर्नेछ क्या, नत्र भने युट्युबमा अपलोड नहुँदो रहेछ, रिल्समा जाँदो रहेछ। रिल्स खाउँ बनाउने हो। एकछिन पर्खिन तपाईँहरू नाथिन्न। हाम्रो त गगी हुनुहुन्छ। अनि यता हाई गर्नुहोस् न यसरी। तपाईँको नाम के हो? मेरो नाम लाक्पा शेर्पा हो। म यस्तो युट्युबहरू चाहिँ बनाउन खासै आउँदैन। त्यही नहरूले अब भिडियोहरू हेर्दा चाहिँ मजा लाग्छ क्या जस्तो हेर्नुलाई। अनि मेरो पनि युट्युब च्यानलमा गएर अनि लाइक कमेन्ट अनि सेयर सब्सक्राइब के भन्ने पनि गरिदिनु। मलाई खासै पढ्न आउँदैन गाइस, त्यही भएर मलाई चाहिँ सब्सक्राइब के फस्क्राइब भन्ने आउँदैन, मिलाएर गरिदिनु। हेर्न अहिले कस्तो पुग्नु गएको छ। शेर्पिनी हो, शेर्पिनी हामी। ए हो र होइन होला। अब हामी यहाँ रिल्दो खाने ठाउँ पुग्न आँट्यौँ लगभग। भ्यू हेर्नुहोस् कस्तो छ हाम्रो ठाउँको। जुन दिउँला तिमीलाई तारा दिउँला। हामी चाहिँ रिल्दो खाने ठाउँमा पुग्न आँट्यौँ गाइस। अब होइन धेरै टाइम लाग्दैन, एकछिन पुग्छ। रिल्दो हाम्रो यहाँ मेरो फोन गरेको थियो अब खन्जानमाले। यस्तो भ्यू छ क्या, धेरै पाहाडमा आएको नि हामी। उँधो हेऱ्यो भिड, यता उँभो हेऱ्यो भिड। हामी अब चाहिँ जो आइपुग्न आँट्यौँ यहाँ हामी रिल्दो खाने होटलमा। हाम्रो आन्टीहरू पनि आइपुग्नु भयो लगभग। हाम्रो गगी अगाडि हुनुहुन्छ। हेर्नुहोस् सोलुखुम्बु शेर्पा खाजा घर। गाउँमा यो हेलो हेलो के बनाउनु आउनु भयो? मोमो यो चाहिँ हाम्रो रिल्दो कुटा यस्तो छ गाइस। हाम्रो यहाँ भान्जा होइन कपाल हलाउँदै बसिरहेको छ। ठिक छ केही छैन। म चाहिँ यहाँ रिल्दो कुट्दैछु।
अब एकछिन अब फेरि खानुपर्छ। रिल्दो गयो गाइस, हाम्रो यो रिल्दो हाम्रो यहाँ दिदी हाल्दै हुनुहुन्छ। रिल्दो खाने मान्छे यता हुनुहुन्छ अनि रिल्दो खाने मान्छेहरू यता हेर्नु नि आमा। भाँडोमा के चाहियो तिमी मोबाइल निकाल्नु त मोबाइल थन्काउनु एकछिन मित्रहरू खाने बेला मोबाइल उ नगर्नुहोस्। हाम्रो रिल्दो बनाउने मोटु के छ ल न त हजुर खानु ल मजाले। मेरो मामा पुग्छ अब मेरो त नखाइदिनु न भान्जी। लु नि त है अब यो अब चाहिँ रिल्दो खान थाल्यो गाइस है। अब यस्तो चलाउने आहा ल न त खान थाल्यो त अब हामी छैन। मिठो छ दियोस् हजुर खानुहुन्छ भने टाढो छैन नजिक चाहिँ आउनुहोस्। टिकटक बनाउँ भनेको त्यो आएन क्या यहाँबाट देख्न सकिन्छ यति ठाउँहरू चाहिँ होइन। रिल्दो खाने ठाउँबाट यति राम्रो भ्यू आउँछ है गाइजहरू। भ्यू हेर्दै खानु अर्कै मजा होला। त्यहाँ पर्छ म बस्छु गाइज ठ्याक्कै होइन। यहाँ माथि छ नि हो त्यसैमा बस्छ। अब रिल्दो खाने हो खाएको पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। आउनुहोस् रिल्दो खानलाई हुनुहुन्छ।